सम्पूर्णलाई नमस्कार। ल साथीहरू, हेर्नु मेरो ब्याडको अवस्था। अब ब्याड रोप्ने तयारी हुँदैछ, रोप्ने अवस्थामा पुगेको छ। अब 2-4 दिनमा रोप्ने हो। अब धान रोप्दा सुरुमा धान भिजाइन्छ अनि छरिन्छ। छरेपछि 1 महिनाभित्रमा यो रोप्नुपर्ने हुन्छ। त्यसकारण 1 महिना पुग्न लाग्यो अब मेरो बिउ। अब म रोप्छु यही महिनाको असार महिनाको लास्टमा। हेर्नु है साथी, धान कसरी रोपिन्छ, के अवस्थाहरू आउँछ भन्ने बारेमा बुझ्नको लागि मेरो राधा श्रेष्ठ युट्युब च्यानलमा गएर हेर्नुहोला। सम्पूर्ण जानकारी पाउनुहुनेछ। अब बिउ तयार भइसकेपछि यहाँ यसरी आलीमिडी गरिन्छ। आज आलीमिडी पनि गर्दैछु। तल घर देखिएको सम्म हाम्रो खेत हो। अब हामी आलीमिडी गर्दैछौँ, हेर्नु होला। यो हाम्रो रुख हो। हेर्दै जानु होला। म अब हजुरलाई यो उखालेको पनि देखाउँछु, रोपेको पनि देखाउने छु। मेरो च्यानल हेर्दै जानु होला। गाइस, सम्पूर्णमा नमस्कार। सबै खेत जति रोपेर सिद्धियो हाम्रो घरतिरको। हेर्नु गाइस, धान कस्तो छ, रोप्दाको अवस्था। अब 1 महिनापछि फेरि देखाउने छु है गाइजहरूलाई, कस्तो हुन्छ हेर्नु होला। परसम्म है, परसम्मै रोपेर ल्याइयो। हेर्नु यो हाम्रो ठुलो गरामा हेर्नु है, धान अहिले देखे छैन। अब 1 महिनापछि कस्तो हुने रहेछ। अलि माथिबाट खिचेको भएर होला। हेर्नु है गाइज, हाम्रो खेत तलसम्म हो है गाइज। केटी खेले हैं त्यहाँ। आकाशको अवस्था यस्तो है गाइज, हेर्नु आज। हाम्रो मेवाको बुट, हाम्रो केराको बुट। केरा कत्रो फले देखाउँछु है गाइज हजुरहरूलाई पछि।